अपडेट नभएको मान्छे डिलिट हुन्छ। सन् 2026 दुनियाँ बदलिएको छ, काम गर्ने तरिका बदलिएको छ, कमाउने तरिका बदलिएको छ, तर धेरै मान्छे अझै बदलिएका छैनन्। विदेशको एउटा कोठामा 2 जना साथी बस्छन्, अर्जुन र विकास। दुवैको हालत उस्तै, दुवैको सपना ठूलो, दुवैको आमाबुबा गाउँमा सङ्घर्ष गर्दै। तर फरक कहाँ आयो? विकासको दिन बिहान उठ्ने बित्तिकै मोबाइल, फेसबुक खोल्यो, टिकटक खोल्यो, युट्युब सर्ट्स खोल्यो। आज त थाकेको छु, भोलिदेखि सुरु गर्छु, मेरो भाग्य नै खराब हो। कामबाट आएपछि पनि त्यही, अरूको सक्सेस स्टोरी हेर्छ, अरूको गाडी घर पैसा हेर्छ, अनि आफैलाई सानो महसुस गर्छ। तर ऊ के गर्दैन? एक्सन गर्दैन। अर्जुनको दिन अर्जुन पनि थाक्थ्यो, उसको पनि शरीर दुख्थ्यो, तर ऊ एउटा कुरा बुझिसकेको थियो, यो जमाना दया गर्ने होइन, अपडेट हुने जमाना हो। कामबाट आएपछि 30 मिनट मोबाइलमा स्क्रोल गर्दैन, बरु नयाँ स्किल सिक्छ, इङ्ग्लिस प्र्याक्टिस गर्छ, अनलाइन काम कसरी गर्ने भनेर खोज्छ, एआई कसरी प्रयोग गर्ने सिक्छ। उसले बुझेको थियो अब समय बदलिएको छ। 1 वर्षपछि विकास अझै उही कोठामा छ, उही गुनासो, उही तलब, उही बहाना। अर्जुन? उसले साइडबाट अनलाइन काम सुरु गरिसकेको छ, सानो भए पनि एक्स्ट्रा इन्कम आउन थालेको छ, आत्मविश्वास बढेको छ। सबैभन्दा कडा दृश्य, एक दिन विकासले घरबाट फोन पाउँछ, आमा बिरामी, पैसा चाहियो। उसले आफ्नो अकाउन्ट हेर्छ, बचत छैन। मनभित्र आवाज आउँछ, यदि मैले समय खेर नफालेको भए, यदि मैले केही नयाँ सिकेको भए। त्यही रात अर्जुनले आफ्नो आमालाई पैसा पठाउँछ। सानो रकम हो, तर गर्व ठूलो छ। अर्जुनले विकासलाई भनेको कुरा, हामी गरिब भएर जन्मिन सक्छौं, तर गरिब सोच लिएर मर्नु हाम्रो गल्ती हो। यो जमाना कसैलाई पर्खेर बस्दैन, जो रोकिन्छ ऊ हराउँछ। आजको कठोर सत्य, अहिले कम्पिटिसन गाउँसँग होइन, दुनियाँसँग छ। स्किल नभए भविष्य छैन, डिसिप्लिन नभए सम्मान छैन, एक्सन नभए परिणाम छैन। मोबाइल खराब होइन, तर मोबाइलले तिमीलाई चलायो भने तिमी कमजोर हौ। टर्निङ पोइन्ट, त्यो रात विकास रोयो, तर त्यो कमजोरीको आँसु थिएन, निर्णयको आँसु थियो। भोलिपल्टदेखि उसले बिहान मोबाइल बन्द गर्यो, 30 मिनट एक्सर्साइज, 1 घण्टा नयाँ कुरा सिक्ने बानी, हप्तामा 1 नयाँ स्किल। सुरुमा गाह्रो भयो, तर उसले एउटा कुरा सम्झियो, सजिलो जीवन चाहन्छौ भने अहिले गाह्रो बाटो रोज। 2 वर्षपछि दुवै गाउँ फर्किन्छन्। पहिले विकास अरूको सफलता हेरेर जल्थ्यो, अब गाउँका केटाहरू उसको उदाहरण दिन्छन्। किन? किनकि उसले बहाना छोडेर एक्सन रोज्यो। अन्तिम कडा सन्देश, आज तिमीले के रोज्दैछौ? 5 घण्टा स्क्रोल कि 1 घण्टा सेल्फ इन्भेस्टमेन्ट? आज तिमी आराम रोज्छौ भने भोलि सङ्घर्षले तिमीलाई रोज्छ। आज तिमी डिसिप्लिन रोज्छौ भने भोलि सफलता तिमीलाई खोज्छ। फाइनल किलर लाइन्स, भाग्य बदलिँदैन, बानी बदलिन्छ। समय खराब छैन, निर्णय कमजोर छ। अपडेट नभएको मान्छे यो जमाना डिलिट गर्छ। मित्रहरू, तपाईलाई कस्तो लाग्यो? कृपया हामीलाई भन्नुहोला। साथै हामीलाई सब्स्क्राइब, लाइक, शेयर गर्नुहोस्। धन्यवाद। फेरि भेटौँला।